नमस्कार। यदि यहाँहरूले फेसबुक पेज डिलिट गर्न चाहनुहुन्छ भने आज म त्यो थोरै अलिकति सजिलो तरिकामा गर्न सकिने कुरा देखाउँदैछु। जस्तो तपाईँ फेसबुक एकाउन्ट खोल्नुभयो, तपाईँले म्यानेज गरेका फेसबुक पेजहरू यी यता माथि नोटिफिकेसन आउनेतिर अथवा यहाँ माथि यो एकाउन्टको फोटोमा क्लिक गर्नुभयो भने तल तपाईँले म्यानेज गरेका पेजहरू देखिन्छ। यो सी प्रोफाइल अल भन्यो भने सबै पेजहरू देखिन्छ। यसमध्ये तपाईँले डिलिट गर्न खोजेको कुन पेज हो त्यसलाई क्लिक गरेर खोल्नुहोस्। यो खोलिसकेपछि फेरि यहाँ माथि एउटा पेज आफ्नै यो पेजको फोटो अथवा यहाँ बायाँतिर हेर्नु भने माथि देखिन्छ। यसमा एकपटक क्लिक गर्नुहोस्। यो क्लिक गरिसकेपछि यहाँ सेटिङ भनेर आउँछ। यो सेटिङमा क्लिक गर्नुभयो भने यहाँ तपाईँले अरू धेरै देख्न सक्नुहुन्छ। जस्तो यो सबै यहाँ तपाईँले यो अप्सनहरू देख्नुहुन्छ। अलिकति स्क्रोल गर्नुभयो भने यहाँ एक्सेस एन्ड कन्ट्रोल भनेर छ। एक्सेस एन्ड कन्ट्रोलमा क्लिक गरिसकेपछि यहाँ तपाईँलाई यो अप्सन आउँछ, डिएक्टिभेट पेज, अनपब्लिस पेज र डिलिट पेज। तपाईँले यो डिलिट पेजमा क्लिक गरेर कन्टिन्यू गर्नुभयो र यसमा आउने अरू अप्सनहरूलाई क्लिक गर्दै जानुभयो भने तपाईँले आफ्नो पेज डिलिट गर्न सक्नुहुन्छ। यस्तै सामग्रीहरू यहाँहरूलाई मैले दिँदै जानेछु। नमस्कार।